यतैबाट तेरो साइड यो टर्निङमा चाहिँ कुन बाटो हुन्छ त यो त टर्निङ भने जान्छ नि रङ बाटो ल्याउँछस् हो लाट लाग्यो ल्याउँछस् मेरो हेलमेट कहाँ गयो यार ओइ ल मेरो हेलमेट त मेरोमै हेलमेट छ तैँले गर्दा रङ सर्ट ल्याउँछस् अनि कुरा गर्छस् ल यार अब के लाएर जाने यार ट्राफिकले समाज छ त हामीलाई ल मेरो पनि हेर्नु खोइ ल अहिले चाहिँ हाम्रो यहाँनिर होइन सानो अलिकति डिस्केस परेर यहाँनिर चाहिँ हाम्रो दुवैजनाको यो भाइ र मेरो चाहिँ यहाँ हेलमेट यहाँ तल गएको छ म लिन जाँदैछु कहाँ छ त्यही भाइ तिमीले गर्दाखेरि यहाँनिर यता फालियो छ रिसको झोकमा यार एउटा त निकै तल पुगेछ ल यार झन् पो तल झर यार कति क्षति भएर आज घरमा यार दुईवटा हेलमेटै तल पुगेछ भाइ यार तिम्रो हेलमेट त सबै बिग्रिएछ नि यार खत्तम भइहालेछ नि आज फक्करमा यार ल साथी आज चाहिँ हाम्रो होइन डिस्केसले गर्दाखेरि चाहिँ सानो चाहिँ मिस्टेकले गर्दाखेरि हाम्रो हेलमेट चाहिँ यस्तो हुन पुगेछ तर अब हामीले चाहिँ यो भिडियोको बनाउनको कारणले चाहिँ हामी प्राय बाटोमा हिँडिरहेको हुन्छौँ कुनै पनि बेला सानो सानो मिस्टेक हुन्छ मान्छेबाट मिस्टेक भयो भन्दैमा यस्तो कोही पनि आवेशमा नआउनु होला यो भनेको सबै हामीलाई नै घाटा हो किनकि आज हामीले चाहिँ एउटा भिडियो मात्रै बनाएको तर यस्तो हुन्छ सानो गल्तीले गर्दा हामीले एक अर्कालाई चाहिँ सामान्य गल्ती सम्झेर चाहिँ यसो क्षमा दिएको भए यत्रो गल्ती ठुलो हाम्रो क्षति हुँदैन छ हाम्रो दुईटै हेलमेट पनि फुटेको छ तर यो चाहिँ भिडियोको लागि मात्रै त्यही भएर हामीले कुनै पनि सामान्य गल्ती हुँदा अब बाटोमा हिँड्दाखेरि यस्तो सानो गल्ती हुँदा एकले अर्कालाई यस्तो घटनाहरू चाहिँ नघटोस् भनेर चाहिँ हामीले यो भिडियो बनाएको तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला हो र अर्को कुरा एउटा के छ भने म चाहिँ फेरि अहिले ऊ माथि मन्दिर पनि गएर आएको होइन सो मैले प्रसादी पनि लिएको छु थोरै त्यो पनि ग्रहण गरिदिउँ ल ओके ल हामी चाहिँ प्रसाद यो चाहिँ मेरो बाइकको मलाई लगाइदिनु न यो ल मलाई लगाइदिनु शुभकामना आई लभ यु यार ल यो चाहिँ म मन्दिर गएर आउँदै थिएँ होइन अनि ल यो माला हामीले यो मन्दिरको लाछौँ ल यो चाहिँ मान्छेबाट मिस्टेक हुन्छ तर त्यो मिस्टेकलाई चाहिँ गल्तीलाई चाहिँ भिडियोग्राफर भाइ साहब तपाईँलाई पनि यो खानुहोस् ठुलो चाहिँ दुर्घटना निम्त्याउन सक्छ ल यो है र तपाईँ पनि भाइ आई लभ यु अनि यस्तै सानो सानो गल्ती हुन्छ मान्छेको माफ दिन सक्नुपर्छ गल्ती गर्ने भन्दा माफ दिने चाहिँ भगवान हो सो यस्तो गल्ती हुनसक्छ र तपाईँहरूले पनि रिस कन्ट्रोल गर्नु होला झगडा नगर्नु होला भिडियो अन्तिमसम्म हेर्नुभएकोमा सबैलाई थ्याङ्क यू सो मच नमस्कार आई लभ यु